कति खुसी लागिरहेछ, कस्तो इमोसनल फिल भइरहेछ मलाई होइन। Hey guys, guess what I have today? Ta-da! सेलरोटी। मैले चाहिँ भिडियो पनि राखेको थिएँ, प्लस मलाई खान मन लागेको चाहिँ हप्ता 10 दिनभन्दा बेसी भइसकेको थियो कि मैले यहाँ आमालाई भनेको थिएँ, अरू कसैलाई त बनाएको थिएन, यहाँ आमालाई चाहिँ बनाएको थिएँ मलाई कस्तो सेल खान मन लागेको छ भनेर। अनि आमाले एउटा पसल देखाइदिनु भएको थियो, म त्यो पसलमा त्यो दिन पछाडि प्रायः जहिले जाने, जहिले बन्द हुने, बिहान हुन्छ के भने कहिलेकाहीँ बेलुका नि जान्थेँ, बेलुका नि बन्द होइन। अनि आमाले भन्थ्यो आमा त बन्द छ भन्थ्यो कि, पाएन बन्द छ भन्थ्यो कि, सोध्नुहुन्थ्यो। अनि उहाँ अहिले युएस हुनुहुन्छ नि त, अब यहाँ आउनुभएको भए अभियसली आफै बनाएर मलाई खुवाइसक्नुहुन्थ्यो, आम डाम स्योर अबाउट इट होइन। अनि हिजो दिदीसँग कुरा गर्नुभएछ, प्यारी निर्मला दिदीसँग। निर्मला दिदीले मलाई आज बिहान 7 बजे फोन गरेर सानो तल आऊ त मैले के ल्याइदिएको छु भनेर मलाई ल्याइदिनु भयो सेल। कति खुसी लागिरहेछ, कस्तो इमोसनल फिल भइरहेछ मलाई होइन। लाइक आई लभ टु गेट pampered right now. See, thank you so much निर्मला दिदी, थ्याङ्क यू आमा। दिदीलाई पनि भनिदिनु भयो, अनि त्यस पछाडि यति केयर गरिदिनु भयो। अनि मेरो हस्बेन्डलाई थ्याङ्क यू सो मच, मलाई यति ब्युटिफुल फ्यामिली दिनुभयो, थ्याङ्क यू।